हेलो एभ्रीबडी, नमस्ते। आज म तपाईहरुको लागि एउटा शेयर मार्केट सम्बन्धी नयाँ टपिक लिएर आएको छु, जो चाहिँ हजुरहरुको लागि अत्यन्त महत्त्वपूर्ण हुन सक्छ। अहिले बजार एकदम साइडवेजमा चलिरहेको छ। कहिले तल, कहिले माथि, तल माथि, तल माथि एउटै लेभलमा चलिरहेको छ। बजार माथि नै अडिरहेको देखिए तापनि तर राम्रा कम्पनीहरुको प्राइस चाहिँ धेरै तल झरिसकेको छ, जो चाहिँ 52 विककै एकदम लो रेन्जमा आइसकेको छ के। त्यसैले अहिले चाहिँ अहिलेको अवस्थामा शेयर फाल्ने समय हैन, बेच्ने समय हैन। पैसा छ भने थप्ने, छैन भने होल्ड गर्ने समय हो यो। बजारमा यस्ता कम्पनीहरु छन् जो फन्डामेन्टली एकदम स्ट्रङ, राम्रा कम्पनीहरु चाहिँ एकदम लो प्राइसमा पाइरहेको छ। मार्केट घटिरहेको छ, दिन प्रतिदिन घटिरहेको छ, तर अहिले प्यानिक हुने बेला हैन। अहिलेको अवस्थामा शेयर थप्ने बेला हो, किन्ने बेला हो। यदि हजुरसँग पैसा छ भने थप्नुस्, होल्ड गर्नुस्, बस्नुस्। तर कस्तो कम्पनी किन्नुस् भने 52 विकको लो रेन्जमा बसेको, लङ टर्म साइडवेजमा बसिरहेको, एउटै रेन्जमा बसिरहेको कम्पनी, फन्डामेन्टली स्ट्रङ, इपीएस राम्रो भएको, राम्रो बुक भ्यालु भएको, अझ त्यसमा पनि लो क्याप छ भने लो क्याप, त्यस्ता कम्पनीहरु हेरेर अहिले किन्दा लङ टर्ममा राम्रो मुनाफा हुन्छ। बजारमा अहिलेको स्थितिमा हामीले चाहिँ अब लगानी गर्ने भनेको फन्डामेन्टल हो। फन्डामेन्टल स्ट्रङ भएको, जसको डीपीएस अत्यन्त राम्रो छ, जसको ईपीएस राम्रो छ, जसको बुक भ्यालु राम्रो छ, त्यस्ता कम्पनीहरु छानी हामीले लगानी गर्ने बेला हो। अहिले भनेको हामीले चाहिँ राम्रो कम्पनीहरु छानेर मजाले 2-4 महिना हामीले चाहिँ होल्ड गर्न सक्यौं भने तपाईको एकदम राम्रो मुनाफा ग्यारेन्टीका साथ आउँछ के। तर आत्तिएर जुन कम्पनी बढिरहेको छ त्यसमा चाहिँ उफ्री हामीले गएर लगानी गर्यौं भने के हुन्छ भने त्यसमा हामी फस्छौं। अनि ठूला खेलाडीहरुले अहिले जुन तल रेन्जमा बसिरहेको छ त्यस्ता कम्पनीहरु छानी उठाइरहेको हुन्छ। अनि माथि अहिले गइरहेका उडिरहेको कम्पनीहरु तल झर्छन्, उनीले सप्लाई दिन्छन् र बढ्न सकेको साइडमा बसेको कम्पनीहरु फेरि बढ्छन्। हामीले अलिकति सेन्टिमेन्टमा हामी चल्नुपर्छ। शेयर बजार भनेको सेन्टिमेन्टमा आधारित र डिमान्ड एन्ड सप्लाईमा निहित रहेर चल्ने। कस्तो सेक्टरको कम्पनी हामीले किन्ने भन्नुहुन्छ भने मैले के सुझाव दिन चाहन्छु भने अहिलेको स्थितिमा हामी कुन सेक्टरमा पस्ने। अहिलेको अवस्थामा हामीले 1 नम्बरमा मैले रोजेको माइक्रो फाइनान्स, जसको डीपीएस अत्यन्त राम्रो छ, डीपीएस डिभिडेन्ड क्यापेसिटी, ईपीएस राम्रो छन्, अनि एकदमै लो क्याप, मिड क्याप, यस्ता कम्पनीहरु एकदमै लो रेटमै पाइरहेको छ माइक्रो फाइनान्सहरुको र लङ टर्म साइडवेज बसिरहेको छ। यस्ता कम्पनी हामी जान सक्छौं। दोस्रोमा रहेको छ म्यानुफ्याक्चर, जो चाहिँ 52 विककै लो प्राइसमा पाइरहेको छ म्यानुफ्याक्चर कम्पनीहरु। अनि तेस्रोमा अनि कमर्सियल बैंक, इन सेक्टरमा पस्नु सक्छ। तर हामी हाइड्रोका 1000 माथिका कम्पनीहरु, 800 माथिका कम्पनी जसले 1 रुपैयाँ बोनस दिन सक्दैन, विकास बैंकका 1000 माथिका कम्पनीहरु जसले 1 रुपैयाँ बोनस दिन सक्दैन, फाइनान्सका कम्पनीहरु, यी कम्पनीहरुमा हामी अहिले गयौं भने हामी डुब्ने निश्चित छ। किनभने हाइड्रो पावरका लो क्याप, विकास बैंकका लो क्याप, फाइनान्सका प्रत्येक कम्पनीहरुमा त्यस्तो मान्छेले मात्रै कमाउँछ जसलाई तिनीहरुको फन्डा थाहा हुन्छ, जसले तिनीहरुको शेयर एक्युमुलेसन गरेको हुन्छ, जो चाहिँ कम्पनीका कर्मचारीहरु सँग लिङ्क छ र उनीहरुले चाहिँ एउटा फन्डा चलाएर माथि पुर्याएर अनि साना लगानीकर्ताहरुलाई भिडाएर अनि उनीहरु निस्किने हुन्। र ती कम्पनीहरुले भविष्यमा
एक रुपैयाँ बोनस पनि दिन सक्दैन, डिभिडेन्ड दिन सक्दैन। अनि यस्ता कम्पनीहरूमा जब साना लगानीकर्ताहरू फस्छन् नि उनीहरू कहिले पनि उम्किन सक्दैन। त्यसैले त्यस्ता कम्पनीमा तपाईँहरू पस्ने भन्दा पनि, त्यस्तो कम्पनीमा लगानी गर्ने भन्दा पनि यस्तो कम्पनीमा लगानी गर्नुहोस् जुन कम्पनीमा तपाईँ अहिले किनेको मूल्यभन्दा नि तल झरेर तपाईँ फस्नुभयो भने पनि भविष्यमा त्यो कम्पनीहरूले तपाईँलाई बोनस सेयर दिएर, डिभिडेन्ड्स दिएर तपाईँहरूले चाहिँ आफूलाई चाहिँ प्रफिटमा लान सक्नुहुन्छ क्या। त्यस्ता कम्पनी किन्नुहोस्। जस्तै एउटा उदाहरणको लागि भनौँ न, एचडिएल चाहिँ आजभन्दा 2 वर्ष अगाडि कति थियो त्यसको रेट? 7,000 पुगेको थियो। तर 7,000 मा किन्ने मान्छे पनि आजको दिनमा प्रफिटमै छन् के। किन प्रफिटमा छन् त भन्दाखेरि एचडिएल 7,000 किन्ने मान्छेले आज एचडिएल 1100 हुँदा पनि किन प्रफिटमा छन् भने एचडिएलले प्रत्येक वर्ष 100% बोनस क्यास बाँडेको थियो। त्यस्ता कम्पनीहरू छानेर किन्न सक्यो भने घाटामा जानु पर्दैन। जस्तै कि बजारमा धेरै छन् यस्ता कम्पनीहरू, जस्तै एनटिसीहरू छन्, सिबिबिएलहरू छन्, एभरेस्ट ब्याङ्क छ हैन, नोबेल ब्याङ्क छन्। यस्ता कम्पनी थुप्रो छ बजारमा। छानी एकदमै स्वविवेकले अलिकति एनालाइसिस गरेर तपाईहरुले लिन सक्नुपर्छ। यति भन्दै मेरो यो 2 शब्द यही टुङ्ग्याउँछु र केही तपाईहरुलाई आवश्यक परेमा केही सोध्न चाहनुहुन्छ भने सोध्न सक्नुहुन्छ। म फेरि अर्को भिडियोमा तपाईहरुलाई त्यसको उत्तर दिनेछु। हस्त नमस्ते, बाय, थ्यांक यू।